हेलो मेरो सम्पूर्ण फेसबुक साथीहरूलाई म चाहिँ आज सानो भ्लग जस्तै बनाएको छु, बेसी त बनाएको छुइनँ। त्यो भन्दै ओछ्यानबाटै सुरु गरेँ। आज चाहिँ यो चाहिँ मेरो आनुमले चिया बनाएर रेडी राखिदिनु भएको थियो र सँगसँगै मेरो वाइफले पनि यताउता कोअर्डिनेट गर्दै साथी गर्दो रहेछ। त्यहाँ त्यति मध्येमा चाहिँ म चियाहरू खाएर सब्जी ल्याउनु जानु भनेर म चाहिँ सब्जी हेर्नु गएँ बजारमा जानु बित्तिकै उसलाई चाहिँ यही भनेको थिएँ। यसलाई चाहिँ हिन्दीबाट चाहिँ तोरी भन्दो रहेछ हो। उसलाई एक पावा ठक्क किनिसकेर हाम्रो लागि चाहिँ करेला पनि खोज्नु पर्ने थियो। त्यहाँ नपाउँदा चाहिँ म एक राउन्ड चक्कर गरेर चाहिँ लास्टमा चाहिँ एक जग्गा आएको। त्यहाँ चाहिँ अलिक मजाको रहेछ, फ्रेस। त्यहाँ हेरेको यहाँ एक जग्गा चाहिँ मजाको रहेछ। त्यहाँबाट चाहिँ मैले यहाँ पनि एक पावै किनेँ, बेसी किनेँ बिग्रिहाल्छ गरममा। एक जग्गा किनेर यो दुईजनाको लागि काफी भन्दै मैले चाहिँ त्यति नै लिएर आएँ। त्यति बिच लिएर आउँदै उयो आलु पनि किनेँ बिचमा। त्यही गरेर चाहिँ म चाहिँ रुममा गएँ। त्यति लिएर चाहिँ गर्दा अघि आनुमले चाहिँ त्यो लिएको पनि सबै खाना बनाइसकेर पनि मेरो वाइफले चाहिँ खानु थाले डङ्की डङ। म त त्यो भिडियोहरू गरिबस्नु पनि भ्याएन कति त्यो बिचमा चाहिँ हामी आनुम र म चाहिँ छास र उयो पनि खुवाउँ भनेर ल्याउनु गएँ म काँक्रा। त्यति लिइसक्दा चाहिँ अघि करेला लगेको पनि आनुमले चाहिँ टक्कै भुटिसकेको छ। दुईजनालाई रेडी अचार पनि पिस्नु भएछ। हामी त्यो खाना डङ्की डङ खाएर आनुम र म चाहिँ दहीसँग छाससँग मजाले खाना खाएर म चाहिँ त्यहाँ उतारेको चाहिँ त्यहाँ भाँडाकुँडा सफा गर्नु लागेँ। त्यहाँ टक्कै त्यति मजाले गरिसक्यो। डङ्की डङ गर्दाखेरि पछाडि एउटा भिडियो बुढीले डङ्की डङ गरिदियो। त्यहाँदेखि ती मात्रै दिउँसोको छासहरू खाने हामीले लिइसकेको थियो, दुधहरू त्यति खाइसकेर म चाहिँ अलिक शरीर सफा गरेँ। मेरो अब ज्ञानले सक्दो भ्याउँदो काम टटटट गरिसकेँ। त्यति सकेर चाहिँ म चाहिँ त्यहाँदेखि रुममा एकछिन गएँ। अब त्यहाँबाट चाहिँ एकछिन रेस्ट गर्नुभयो। अब वाइफ त अघि खाना त्यो खाएर पनि आराम ओछ्यानमा ढल्किरहेको रहेछ। त्यहाँ बस्दा मलाई चाहिँ छटपट लाग्यो। लु म चाहिँ होइन जान्छु भनेर म चाहिँ रेस्ट गर्नु लागि टेबलमा हेरेको 100 रुपियाँ लडिरहेको रहेछ। त्यो 100 रुपियाँ टिपेर म चाहिँ लु केस काट्नु जान्छु है भनेर यो 100 रुपियाँ टिपेँ। अन्त वाइफलाई त्यति जान्छु भनेको, उसले भने आउँदाखेरि नरियल ल्याउनु भन्यो। लु त्यसो त्यो चाहिँ मलाई वाट्सएप यो गरिदिनु, अनलाइन गरिदिनु। म चाहिँ तिमीले लागेँ भने त्यहाँदेखि ती नजिकै हो। सट्ट जाँदाखेरि म त मेरो त्यो सेलुन पनि पुगिहालेँ। त्यहाँ पुग्दाखेरि त त्यो भइहाल्छ। अब त्यो पहिल्यैबाट काटेकोले गर्दा गएको त पुरा खुसी। उनीहरू त मामा कहिले आयो कहाँ गएको थियो भनेर दुईजनाले त मलाई होरबाजी क्वेसन थाल्नु थाल्यो हो। म चाहिँ यस्तो मेरो चाहिँ सिक्किम पोस्टिङ भएर गएको, अहिले चाहिँ त्यसै एक दिन आएको यार सानो काम थिएन भने जिस्किँदै बसेँ। लु मेरो चाहिँ केस काट्नु यस्तो भनिसकेर चाहिँ उसलाई चाहिँ केस पैसा दिइहालेँ मैले, पेमेन्ट एडभान्स। उसले थाहा तर त्यो चाहिँ राखी पनि हाल्यो। 0 कटहरू काटिदिनु मजाले भनेर रेलाहरू गरेँ हिँडेँ। त्यहाँदेखि यता चेपबाट नजानु उता मुनिबाट जानु भनेर बाटो देखायो। त्यहाँ टक्कै बसेर अब त्यहाँ बसेर उनीहरूको छेउमा त भिडियो डङ्की डङ गरिरहनु पनि इरी हुन्छ। त्यही भएर चाहिँ म चाहिँ कुनामा अल्झाउँछु भनेर अलिकति चाहिँ गरेर चाहिँ अब कहिले त्यस्तो उयो पनि गरेको छुइनँ है। त्यहाँदेखि चाहिँ भिडियोहरू त्यहाँ टक्कै उनीहरूले केस काटेर मसाजहरू गरेर ऊ भैयाले त घरि फेसियल गर्दै भन्छ, घरि के चौरेको अनुहारलाई ऊ। अब त्यहाँदेखि घरि दारी छैन, मेरो दारी पनि हेरेँ म त त्यसै गरिदिएको ला भनेको त के को 150 रुपियाँ कति हेरेँ ऊ हाउडेमा। अब म त फेरि पुरा सक लाग्छ दारीहरू चाहिँ। लु त एसीमा मजाले अब चिसो मजाले टाइम पास रुममा बस्दा त्यहाँ लु गरिदिनु टाइम पास भनेर हाउडेमा दारी ताजे क्या। मेरो यहाँ जुङ्गै पनि गने मेरो 10-20 वटा मात्रै छ। त्यसै अब म चाहिँ त्यहाँ चिसोमा गफ गर्दै उनीहरूको गीत सुन्दै, सेलुनमा गीत कस्तो भएछ उहिलेको 90sहरूको गीत सुन्दै बसेँ। त्यति सक्दाखेरि उसलाई त फेसियल अरे कुनै के अरे के गर्दै मेरो ल गरिदिनु कस्तो छ के चाहिँ हुँदो रहेछ भनेर त्यसै पैसा सक्नुभन्दा त 100-200 त आफ्नै खर्च गर्छु भनेको। आम्मा जबरजस्तीको लागि एकछिनको लागि त फिलै गरिदिन्छ नि, सलमान खान जस्तो बनाइदिन्छ नि। तर एक्चुअलमा चाहिँ चेन्ज चाहिँ केही भएको हुँदैन। त्यो हाउडेमा त्यहाँ चटाकचिटिक गरेर म चाहिँ त्यहाँ पेमेन्टहरू त्यहाँदेखि अलिक बेसी दिनुपर्ने थियो। अनलाइनमै पेमेन्ट गरेर म चाहिँ फेरि वाइफको लागि नरियल ल्याउनु जानुपर्ने यस्तो टन्टलो पुर लागिरहेको थियो। त्यहाँदेखि म चाहिँ त्यतिकै सिधा नरियल ल्याउनु गएँ। सिधा यसको अगाडि चाहिँ नरियल पाउँछ। त्यहाँ चाहिँ हामी डेली किन्छ भैयाकोमा। आज त भिड रहेछ। त्यहाँ यसो गएर एकछिन बसेँ। त्यहाँदेखि त्यहाँ हेरेको भैया त भिडै रहेछ र पनि हामीलाई चाहिँ दिइहाल्छ मलाई। यतापट्टि हेरेको त त्यस्तो मैला ठाउँमा भए पनि गन्डाको जुस 20 रुपियाँ ग्लास सट्टै खाएर चाहिँ यता फर्केको। उसलाई मलाई देखेछ, मलाई त दिइ पनि हाल्यो। लिएर हिँडेँ 80 रुपियाँ मात्रै हो। यहाँ त सही रुममा गएको। त्यो घरमा गएर यस्तो चेपचेप जाँदाखेरि आनुम त सुतिराख्नु भएको थियो। यता किचनको लाइट बालेर
ग्लासहरू पखारेर नरियल लगेर खोलखाल पारिदिए त्यहाँ त्यति गरेर चाहिँ ग्लासमा लगाएर चाहिँ म्याडमलाई चाहिँ अब रुममा पुऱ्याउनु पर्ने अब त्यो बटलले जानु स्ट्रइलियनहरू छु त्यहाँदेखि त्यो लिएर गएँ उसकोमा मेरो वाइफ चाहिँ रुममै थियो आज त पानी पनि कम्ती रहेछ रुममा गएको ऊ त ऊ बहिनीसँग बोल्दै रहेछ खुसी भएछ ऊ त्यहाँ चाहिँ मेरो जेनिला बहिनी हो बहिनी पनि पर्छ साथी पनि पर्छ बोल्दै थियो त्यहाँ ऊ म पनि त्यहाँ फोनमा अलिकति जिस्किँदै खुसी भयो थ्याङ्क यूहरू भन्दै त्यत्तिकै त्यहाँदेखि त्यति बसेर चाहिँ अब त्यो केस काटेर गएको होइन म चाहिँ लुगाहरू पनि धुन्छु टाउको नहुन्छु भनेर त्यो लगाएको फ्ल्याटहरू त्यो सबै धुएँ लुगा पनि भिजाइ राखिदिएको थियो घाममा एकै चट्टै सुकिजान्छ हो थोत्रे यो चाहिँ यसमा चाहिँ जोर दलाइ हुँदैछ यसको चाहिँ साउसुत ब्यास सबै निकालिसकेँ त्यहाँदेखि चाहिँ लु अब टाइम पास ब्लाङ्की धुन्छु अब केसहरू काटेको केस जिउमा लाग्छ भने चाहिँ डक्की धुनु थालेँ त्यहाँ जोस एकछिन देखाइदिएको त्यहाँ त काम त छिटो सकिगयो प्लाटप्लुट कामहरू त्यहाँको सकेँ त्योहरू सकेर प्लाटप्लुट धोइसकेर अब एकछिन सुकि पनि जान्छ सायद भोलि अब हस्पिटल लैजानुपर्छ यही नै हो सजिलो हुन्छ गरममा चाहिँ यो लाउनु चाहिँ एकदमै सजिलो रहेछ त्यहाँदेखि त्यो सकेर भिजाको लुगाहरू पनि प्लाट धोइदिएको जाम लुगा धोइदियो वाइफले चाहिँ लुगा मैला पार्दै त्यहाँ भिजाइराख्छ म चाहिँ कति बेला धुनुपर्छ दिनमा कतिको धुनुपर्छ जस्तो लुगा त हो डङ लुगा धोएँ यताउता निचार्दै प्लाटप्लुट गरेर सुकि पनि जान्छ कति पनि लाग्दैन सुक्नु पनि त्यहाँ बाहिर सुकाउने जग्गा बनाएको छु प्रायः त्यहाँ टक्कै बनाएर अन्त सुकाइसकेर त्यहाँ वेफरहरू तानी यो बसेको रुम चाहिँ हाम्रो दाजु र दिदीको हो हाम्रो दुईजना दिल्ली पुलिसमा हुनुहुन्छ त्यही भएर हामी सजिलो छ त्यति गर्दा टाउकोहरू पनि नुहाइधुवाइ गरिसकेँ यताउता गरिसकेर त्यो लुगामा केस लाग्छ भनेर त्यहाँदेखि यो सकेर सबै जिउहरू पनि नुहाएको छु तर टाउको यो नुहाएको मात्रै लगाएको छु त्यो बितिसकेर भित्र रुममा गएर अलिक फ्रेस भएर अन्त मैले चाहिँ आज चाहिँ यति नै मात्रै भिडियो गर्छु भनेर मैले सोचेँ किनभने अब लामो भिडियो गरेर हामीलाई बानी पनि छैन रहेछ ल धन्यवाद हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद यसो मन पऱ्यो फलो पनि गरिदिनुहोस् बाई बाई टेक केयर।